एफजी को टपमा जान्छौँ हामी 1 स्मी को टपमा जान्छौँ हामी एकचोटि जम्मा जम्मा फेरि जिब्रो ठोके यार मैले यार भण्डारीको टपमा जान्छौँ हामी उठुटुटुटु जाऊ झ्याम्म 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 सपोर्ट गर्ने लाइभ सेट अब ट्याप गर्दै जाने गेस्टको यी जाने राइट डन गर प्लस आइकन ट्याक्क मेटाउने झ्याम्म फलो गर्ने रैका रै दिने त्यसपछि ल बारको आइडिया आउनु ल भ्याइ अब 0 कोइनको भुराहरू आओ ल लाइभ सेट अब ट्याप गर्दै जाने गेस्टको यी जाने राइट डन गर प्लस आइकन ट्याक्क मेटाउ झ्याम्म फलो गर है ल अब 0 कोइनको भुराहरू आओ मिस्टर ऋतिकलाई मैले कमेन्टबाट ताने एक लट काली डनलाई मैले कमेन्टबाट ताने अर्को यो बहिनीको नाम के हो लाउ त कान्छी चाँदनीलाई मैले कमेन्टबाट ताने त्यो चाँदनी भने मैले फेरि कमेन्टबाट तान्छु मैले जहिले पनि फलो गर्नु पर्दैन बहिनी ल फलो ब्याक दिँदै जानु है सबैजनाले फलो ब्याक दिँदै जाने लेट सपोर्ट इज अदर इफ यु सपोर्ट मे आज सपोर्ट ब्याक ओके ल अर्को आइडिया आउनु त ल लाइभ सेट अब ट्याप गर्दै जाऊ एकचोटि के नयाँ साथीहरूले सबैजनाले लाइभलाई यसरी रिपोस्ट हान्नु त यसो गर्ने अनि रिपोस्ट गर त सबले एकचोटि ल ल रिपोस्ट हान्न सबले एकचोटि ल झ्याम 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 एकचोटि रिपोस्ट हान्नु ल हाम्रो टिकुको टपमा गयौँ हामी एकचोटि अब हुर्र जानु त एकचोटि हेरौँ त टिकुलाई हुर्ती पारिदिउँ त ल टिकुलाई ओके ओके टिकु टिकु ओके ल टक 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 फलो गर टिकु टिकु खै टिकु ल बारको अब 0 कोइनको भुराहरू आऊ ल लाइभ सेट अब ट्याप गर्दै जाने गेस्टको यी जाने इब्री आइडी डन गर प्लस आइकन ट्याक्क मेटाउ झ्याम्म फलो गर अनि रुवाइदिने है ला जाने के सहे ल भाइ तिमी आऊ जापानमा हो ल भाइ माथि आऊ ट्याक्क 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 फलो गर्दै जाने लाइभ सेट अब ट्याप गर्दै जाऊ गेस्टको यी जाने इब्री आइडी डन गर्ने प्लस आइकन ट्याक्क मेटाउ को घुरेको फेरि घुरुवा ल अर्को आइडिया हो स्वाइँ 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 अर्को आइडिया हो सन्जय भाइ एकजना आऊ भाइ तिमी आऊ त लाइभमा छौ माथि आऊ भाइ तिमी छौ ल माथि आऊ त ट्याक्क 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 फलो गर्दै जाऊ ल ट्याक 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 फलो गर्दै जाऊ ओ ल मोनिटाइजको एकाउन्ट कोले बनाउने हो एकचोटि कमेन्ट गर्नु त हेरौँ को त्यो त्यसको लागि को आउनु भएको भनेर थाहा हुन्छ गेम खेल्न आउनु भएको ठिकै छ केही भएन गेम पनि खेल्ने दुइटै पनि भइहाल्यो केही भएन मोनिटाइजको एकाउन्ट बनाउने भनेर चाहिँ को आउनु भएको ल कमेन्ट गर्नु त हेरौँ त एकचोटि आई वान्ट टु सी को सपोर्टको लागि आउनु भएको मैले होइन क्या ल ट्याग 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 फलो गर्दै जाऊ ओ स्याबास एकैटामा टक्र्याक 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 फलो गर्दै जाने लाइभ सेट अब ट्याप गर्दै जाऊ है ल अर्को आइडिया आउनु त सपोर्टको लागि को आउनु भएको कमेन्ट गर्नु पऱ्यो नि त कमेन्ट पनि गर्दैन न नि दिप्सन आइडिया आऊ त ल अर्को आइडिया हो स्वाइँ 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 जाने इब्राइ डन गर सङ्गीता आऊ त चुराई भन्ने वेलकम सिस्टर मिट बस्नु ल एकैटामा आउनु त अनुजा दिदी हुनुहुन्छ आउनु त अर्को आइडिया आउनु टक्क टक्क यसलाई मेन्सन गर्नु भए ए ल ल थ्याङ्क यू सो मच फर सपोर्टिङ ल अर्को आइडिया हो स्वाइँ 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 उड्ने होला नि त उड्ने झम 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 उड न उड ल उड्ने भनेर फेरि मोबाइल तल राखेर फोन पनि पोइन्ट हाल्यो उड्ने भनेको नि के ज्याम ज्याम माथि माथि उड्दै फलो गर्ने भनेको ल अर्को आइडिया हो स्वाइँ 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 फलो गर्दै जाने लाइभ सेट अब ट्याप गर्दै जाऊ गेस्टको यी जाने इब्राइ डन गर प्लस आइकन ट्याक्क मेटाउ झ्याम्म फलो गर अनि स्वाइँ रन खाउँदै दिने सबैजनाले स्वाइँ 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 ओके ल एकजना आऊ यो बहिनीको नाम के हो दुईजना आऊ त बहिनी तिमी माथि आऊ बहिनी तिमी आऊ ल टक 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 जाऊ भाइ तिमी आऊ दिदी तपाईँलाई त भगवानलाई भेट्नु छ र भयो ओ माय गॉड 3 दिन भयो सुन्नु न मेरो कुरा भन्नु त अघि एकपल्ट पालो आएको थियो अर्को हस्बेन्डको आइडीबाट एकपल्ट पालो आएको थियो मैले तपाईँलाई भनेको थिएँ नि अनफलो गर्न मिलेन भनेर त्यहाँबाट फेरि फलो गर्न मिलेन गेस्टमा अनि मैले मेरो आइडीबाट फेरि आएर मेरो पहिलो पालो आएको है मेरो आइडीबाट हजुर नाम चाहिँ उस्तै छ हस्बेन्ड वाइफको दुइटा आइडी उस्तै खालके छ अघिको एकपल्ट पालो आएको थियो फेरि फलो गर्न मिलेन गेस्टलाई अनि तपाईँको आइडीमा गएर कमेन्ट गरेर ल ल ल मकै पड्काएको है पड्किन बहिनी त नाते बुझेछु मैले कुरा तिमीहरूको सपोर्ट मैले खेर जान दिन्न है ल अर्को आइडी आऊ त कान्छो तिमी आऊ भाइ तिमी माथि आऊ त रियान भन्ने आइडी भाइ माथि आऊ त डेली भन्ने आइडी आऊ टक्क 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 उफ्रिँदै जाऊ 3 जना आऊ 4 जना आऊ झम्म 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 सपोर्ट गर्दै जाने लाइभ सेट ट्याप गर्दै जाने गेस्टको यी जाने टिको थ्याङ्क यू सो मच को खोक्या जस्तो बिदी
अलिक खोक्ने बेला नि म्युट बसेर खोक्नु भयो हुन्थ्यो नि लाभे उड्ने गरी खोक्नुहुन्छ त ल अब अर्को आइडिया हो स्वाइँ 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 हामी सपोर्ट गर्दै जान्छौँ लाइभ सेट डबल ट्याप गर्दै जाऊ ल भाइ तिमी आऊ त कान्छा कान्छु तिमी आऊ ल ट्याका ट्याका जाऊ भाइ तिमी आऊ त कान्छु तिमी आऊ त ल ट्याक 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 उड्ने है ल अब जेरो कोइनको भुराहरूलाई फेरि तान्दै गएँ ल लाइभ सेट डबल ट्याप गर्दै जाने गेस्ट स्क्रिप्ट राइट डाउन गर है त लालु पट्टम ल फल ब्याग दिनु है ल अर्को आइडिया ल फलो गर ल अब जेरो कोइन हराउ त कान्छे तिमी आऊ 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 यहाँ यो आनन्द भन्ने बहिनीको अब गेस्ट अप्सन छैन है के नाम हो सहरसम्म हो यो आइडीको गेस्ट अप्सन छैन है कसरी तान्नु यो कसको आइडी हो यो सहरसम्म भन्ने आइडी यु हेभ नो गेस्ट अप्सन द्याट्स वाइ आई कान्ट पिक यु ल अर्को आइडी आउनु त र स्वाइँ 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 फलो गर्दै जाऊ तल्लो आइडीलाई फलो गर्दै हुनु है ल अर्को आइडी आऊ त ल अर्को आउनु त एक सिस्टर एकजना नारायण भाइ दुईजना हुनुहुन्छ आउनु त हजुर मेरो आइडीबाट के फलो गर्नै मिल्दैन प्लिज मलाई मेसेज गर्नु न एकचोटि मैले भन्दा मेसेज गरेको छु अब फलो गर्न मिलेन भने ब्लक भयो होला किन मेसेज गर्यो र होइन मेरो आइडी मोनिटाइज पनि गर्न थियो 5-7 दिन भइसक्यो हजुरलाई मेसेज गरेको रिप्लाई आउनु यो गेम खेल्न पनि मिल्दैन मेरोबाट तपाईँ कुन कन्ट्रीमा भन्नु त नेपालमा हो मैले हजुरको सब टिकटकहरुमा पनि मेन्सन गरेर कमेन्ट ल ठिकै छ नेपालको आइडी मोनिटाइज गर्न चाहिँ अहिले मैले गरेको छैन नेपालको आइडीलाई चाहिँ मोनिटाइज आइडी चाहिँ मैले बनाएर दिन्छु है नयाँ दिन्छु अर्को आइडी चाहिँ मैले अहिले गरेको छैन है किनकि यहाँ आइडी लगइन गर्ने ठाउँै छैन 2 महिना कुर्नुपर्छ नयाँ आइडी बनाइदियो भने 1 महिनामा हुन्छ है त्यही भएर हामी पुरानो आइडीमा भुल्दैनौँ नयाँ आइडीमा एक्टिभ हुने सबैजना हुटुटुटु फलोवर्स बढाउने त 15-20 दिनमा बढ्छ टेन्सन लिनु पर्दैन यहाँ धुनुमुनु गरेपछि एकैछिनमा बढिहाल्छ टेन्सन लिनै पर्दैन अनि नयाँ आइडी भनेको नयाँ आइडी हुन्छ है ल अर्को आइडी आऊ त ल लाइभ सेट ट्याप गर्दै जाऊ गेस्ट स्क्रिप्ट राइट डाउन गर प्लस आइकन ट्यागका मेटाउ झ्याममा फलो गर अनि रुवाई देऊ त सबैजनाले ल तपाईँ चाहिँ आऊ त मामु छोरीले फलो गर्नुभएको छ गेमर भाइले फलो गर्नुभएको छ ल गेम स्टारले फलो गर्नुभएको छ आउनु त सुरा भाइ एकजना मिना तामाङ तमाङनी आऊ बिमला राईले फलो गर्नुभएको छ आउनु त एघारमा टक टक जाने अब सानो सानो कोइनको साथीहरू सबैजना यहाँ जम्मा हुनु है खै जम्मा हुनु नभन्छ हुँदै हुन्न नि त ठप ठप पूजा दिदीलाई आई एम हङ्ग्री नाउ के आई वान्ट टु इट डोनट्स ल अब अर्को आइडिया स्वाइँ जाऊ सबैजनाले फुतु 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 एकवटा फुतु फुतु गर्दै जाऊ तमाङनी आऊ मिस्टर विवेक भन्ने आइडिया हुन्छ सलिना भन्ने आइडिया हुनुहुन्छ निर्मला आईले फलो गर्नुभएको छ पन्ना भन्ने फलो गर्नुभएको छ श्रीनिकाले फलो गर्नुभएको छ ल ट्याक्क 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 फलो गर म्युट बस्नु है राजाहरू पालो आयो होइन मिस्टर विवेक म्युट बस्नु ल यहाँ ट्याक 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 अब खै त फलो गर्नै छोड्नु भयो त कसरी पालो आउँछ अब जसले अहिले फलो गर्नुभएको चाहिँ छोडेको साथीहरूको गयो पालो ठ्याक्क लिने बेला भएको त्यो गएन त अब त्यो भएर चाहिँ एक्टिभ हुनुपर्छ भनेको त ल अर्को आइडिया हो ल लाइभ सेट ट्याप गर्दै जाने गेस्ट स्क्रिप्ट राइट डाउन गर प्लस आइकन ट्याक्क मेटाउने झ्याममा फलो गर्ने है टिकु थ्याङ्क यू सो मच डियर ल अर्को आइडिया आउनु त श्रीनिका भन्ने आइडिया हो थ्याङ्क यू सो मच टिकु अमर कार्की 2 जना हो कैलाश आओ साइरा आओ सुन्दर यादव भन्ने ब्रदर आउनु त ल हुनुहुन्छ लाइभमा एकछिन उहाँहरूलाई फलो गरिदिनु न है ल लाइभ सेट ट्याप गर्दै जाऊ गेस्ट स्क्रिप्ट राइट डाउन गर्ने प्लस आइकन ट्याक्क मेटाउ झ्याममा फलो गर अनि रुवाई दिँदै जाऊ हो ल अर्को आइडिया हो स्वाइँ 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 ल भ्याइयो अब जेरो कोइनको भुराहरू आऊ भाइ पालो आयो है यहाँ ल अर्को आऊ झम फलो गर्दै जाने ल अर्को आइडिया आऊ त विष्णु भन्ने आइडिया हो अन्जना 1 जना सबिना 2 जना आऊ त योङाङ लिम्बू भन्ने हुन्छ टिकु थ्याङ्क यू सो मच डियर अल्पिकी हो के वेट ओके देवराज भन्ने आइडिया हुनुहुन्छ आशु खनालले फलो गर्नुभएको छ आउनु त कान्छु देवराज भन्ने तिमी त नेपालीको पालो आयो ल झ्याम 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 सपोर्ट गर्दै जाऊ
लाइभ सेट डबल ट्याप गर्दै जाने गेस्टको इज एन्ड एभ्री आइडी अन गर प्लस आइकन ट्याक्क मेटाऊ झ्याममा फलो गर अनि रुवाई दिने है बहिनी तिमी आऊ त एकजना आऊ भाइ तिमी आऊ त माथि ट्याक्क फलो गर्दै जाऊ त्यो मित्र एकजना आऊ देवराज भाइ तिमी माथि आऊ त आसु खनाल हुनुहुन्छ आउनु त तारा खनाल हुन्छ जसले फलो गरे 4 चोटि पालो गेस्टमा ल्याउनुहुन्छ उहाँले क्यास 1000 रुपियाँ पाउनुहुन्छ मेरो लाइफबाट है डियर जिन्दगी भन्ने आइडिया हो ल ट्याक फलो गर्दै जाने लाइभ सेट डबल ट्याप गर्दै जाऊ आसु खनालको 2 चोटि ल ट्याक झ्याम्म ल अर्को आइडिया आउनु त लाइभ सेट डबल ट्याप गर्दै जाने गेस्टको एभ्री आइडी डन गर है देवीसा एकजना डियर जिन्दगी 2 जना हुनुहुन्छ यो मोना आइडीले लेख्नु है उहाँले झ्यामझ्याम भन्ने नाममा छ ल्याङ नगरिकन झम्म लेख्नु त दिदी मेरो 2 चोटि पालो आयो है ल म्युट बसिहाल्नु है ल टक जाऊ एभ्री आइडी डन गर प्लस आइकन ट्याक्क मेटाउने अनि झ्याम सपोर्ट गर्दै जाऊ है डियर जिन्दगीको 2 चोटि लेखिदिनु भयो ल एकैटाइम टक्क उफ्रिँदै जाने ल अर्को आइडिया आउनु त ल लाइभ सेट डबल ट्याप गर्दै जाने गेस्टको एभ्री आइडी डन गर प्लस आइकन ट्याक्क मेटाऊ झ्याममा फलो गर्ने हो के अस्मिता आउनु त हाम्रो मुन सिस्टर के अरे टिकु ब्रो सिस्टर हुनुहुन्छ ल आउनु त अर्को आइडिया कुची भन्ने आइडिया फलो गर्नुभएको छ कान्छु आउँदा लक्ष्मीले फलो गर्नुभएको छ सनोज ब्युटीले फलो गर्नुभएको छ रिमाले फलो गर्नुभएको छ ल टक जानु ल लाइभ सेट डबल ट्याप गर्दै जाऊ गेस्टको एभ्री आइडी डन गर प्लस आइकन ट्याक्क मेटाउने झ्याममा फलो गर्ने अनि स्वाई रन ख्याउँदै दिने ल अर्को आइडिया आउनु त झ्याम देवी रिमाल थ्याङ्क यू सो मच डियर ल अब एकचोटि यो 5वटा आइडियालाई फलो गरिदियो भने हामी 0 कोइनलाई तान्दै जान्छौँ ल ट्याक झ्याम ओके ल यो आइडियालाई फलो गरिदिनु माथिबाट प्लस थिच्नु न है प्लस यसरी थिच्दै जाने म सिकाउँछु पक्नु है यो को यो इमान गुरुङ भने किन रिसाएको यो बुढामाउ बुढामाउ किन रिसा त बुढो भएर पाला होइन पाला आउँछ बिस्तारै आतिनु हुन्न है आउने बित्तिकै अनि फर्स्ट भइन्छ त ल अर्को आऊ 0 कोइनहरू आऊ ल ट्याक्क फलो गर्ने है एभ्री आइडी डन गर ल यही इमान गुरुङ भने ब्रदर नै आउनु त मुख हममा मूर्ति या त मुख खुलाएर बस्नु भएको ल माथि आउनु ल ट्याक्क फलो गर्दै जाऊ एभ्री आइडी डन गर्ने प्लस आइकन ट्याक्क मेटाउने हेलो हजुर हेलो कुन चाहिँ केटाले फोन गर्यो मलाई ल अब अर्को आइडिया हो त ल झम सपोर्ट गर्ने है ल लाइभ सेट डबल ट्याप गर्दै जाऊ हेलो ए अहिले म ट्याक्कै बिजी छु बुढा सुतिसक्नु भयो फेरि भोलि कुरा आरामलाई है ए ल मैले लाइभमा छु कि त्यही भएर ल हस् ल अर्को आइडिया हुन्छ ल टक फलो गर्दै जाऊ लाइभ सेट डबल ट्याप गर्दै बिपिन ब्रदर हुनुहुन्छ ल आउनु त पालै आएको रहेछ बिचरा रो बसिरहनुहोस् रो कमेन्ट नगर्नु है मोडेटर एक्टिभ छ फेरि झ्यामा ब्लग हानेको नाम पोको पार्दैन ल अनि फेरि लाइभ काटेको ऊ भएपछि बल्ल ऊ खोलिदिन्छ क्या मिना खड्का एकजना हो बिपिन भन्ने आइडिया हो विष्णु खुलिङ भन्नेले फलो गर्नुभएको छ सरी सूर्यले फलो गर्नुभएको छ आउनु त टक जाने डेन्डी भन्ने आइडिया आउनु त सीता आउनु त सोनम तमाङ 0 कोइन आउँदा बेस्ट भुजेलले फलो गर्नुभएको छ लाउनु त ल झ्यामा सपोर्ट गर्दै जाऊ शोभा छेत्री भन्ने आइडिया हुनुहुन्छ थापा सरिता भन्ने आइडिया हो विश्वले फलो गर्नुभएको छ ल ट्याक्क सन्तोषलाई सुत्नु होला उठाउँदा काटिचाउनु भयो हजुर अघि एकचोटि पालो आएको थियो अनि त्यसपछि लाइभ कट्यो त्यो जोडिन्छ कि नै हेरेको अझै अगाडिको त गेम सकेर काटेको नि सिस्टर हजुर हैन अगाडिको गेम सकेर काट्यो फलो ब्रेक भयो थियो नि त अनि त्यही भएर ल अर्को आइडिया आउनु त ल जाम जाने है ल अर्को आइडिया एकजना आऊ सारू आऊ मिलङ आऊ अनि बसन ब्रदरले फलो गर्नु भएको रहेछ ल आउँछ राजा उडी सन्जुलाई एकजना कमेन्टबाट ताने महादेवीलाई मैले कमेन्टबाट तानेको है तपाईँहरूलाई मैले पुरा थोकीलाई कमेन्टबाटको तपाईँको काउन्टिङ हुँदैन है सकेसम्म मैले कमेन्टबाट तान्ने भन्दाखेरि पालो आएको साथीहरू एक्टिभ नहुनु कमेन्टमा फलो चाहिँ गरिदिनु होला
एक्टिभ चाहिँ कोही पनि नहुनु है ल अर्को आउनु त हजुर पूजा दिदी के भयो म आज फर्स्ट टाइम आएको होइन टु मेनी फलो रिक्वेस्ट भन्यो कि रिक्वेस्ट गर्नै मिलेन फलो गर्नै मिलेन ए मेरालाई फलो गरेँ तँ जतिजनालाई फलो गरेछ त्यति तिम्रो बढ्यो है अब एकछिन ट्यापिङ गर सेयर गर रिपोस्ट गर त खोल्छ ल अर्को आइडिया आउनु त ल स्वाई 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 फलो गर पौडे सादा भन्ने आइडिया आऊ त कमेन्टबाट तान्दा छ है सुशीला एकैछिन म कमेन्टमा गएँ हामी कमेन्टतिर लाग्यौँ है एकछिन है लाउ त ल यसरी उहाँहरूलाई फलो गरिदिनुहोस् त ल लाइफ साइड अब ट्याप गर्दै जाऊ गेस्ट पेज डन गर प्लस आइकन ट्याक्क मेटाउने झ्याममा फलो गर्ने अनि रन किने रुवाई रुवाई ए भाइहरू कस्तो हल्ला गरेको माथि